लाइफ पर्फेक्ट कसैको पनि हुँदैन। बस पानाहरू पल्टाउँदै जाँदा खाली नहोस्, केही न केही लेखिएको होस्। हाम्रो यात्रा चाहिँ सैलुङसम्मको थियो। सैलुङ चाहिँ रामेछाप र दोलखाको ठ्याक्कै सिमानामा पर्छ। यो सैलुङ जाने बाटो कताबाट होला? सैलुङ यो बाटो नछोडे जानु। हजुर पर त पालिका आउँछ, पालिकाबाट मात्र फेरि हट्तिर जानु नि फेरि। हस्, धन्यवाद। सैलुङ चाहिँ हाम्रो फर्स्ट टाइम थियो अनि रुट थाहा नभएर। दिदी सैलुङ यतै होइन त? हजुर हस् हस् हस्, धन्यवाद। ल हामी चाहिँ ठ्याक्कै सैलुङ आइपुग्यौँ अनि यहाँबाट चाहिँ अब रोड इन भयो। सो काठमाडौँबाट ट्राभल गर्दै हुनुहुन्छ भने चाहिँ सैलुङ जाने दुईवटा रुट थाहा छ मलाई। एउटा चाहिँ रामेछापको मन्थली हुँदै जान सकिन्छ, अर्को भनेको चाहिँ दोलखाको चरीकोट हुँदै पनि जान सकिन्छ। सो हामीले चाहिँ हाम्रो यात्रा रामेछापको मन्थलीबाट सुरु गरेका थियौँ। यो चाहिँ मन्थली बस पार्कबाट चाहिँ हाम्रो यात्रा सुरु भएको छ सैलुङसम्मको। यहाँ चाहिँ बिसाउनै पर्ला। ल हेर्नु त, ल हाम्रो प्रकृतिको देन होइन त। अब हेर्दा चाहिँ एकदमै राम्रो। अब रोडहरू खन्न विकास गर्न चाहिँ अलिकति गाह्रो हाम्रो देश नेपाल होइन। के भन्नुहुन्छ तपाईँ? मेरो विचार हेर्दा चाहिँ एकदमै रमाइलो क्या। अब हरियाली अनि बस्तीहरूदेखि लगेर एकदमै दामी। कहाँ छ खाँडा तिमी? होला सायद। ल हामी चाहिँ अहिले खाँडादेवी ठ्याक्कै कटिसक्यौँ अनि हाम्रो यहाँ चाहिँ अब अफरोड सुरु भयो। सैलुङ जाने बाटो चाहिँ यही नै हो अनि त्यहाँनिर चाहिँ अब यो बाटो नछोडी जानु भन्नुभएको छ होइन। यता त होइन पक्कै पनि, त्यही पनि अब सोध्दै 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 हामी जानेछौँ। बाटोको अवस्था अहिलेसम्म चाहिँ अब ठिकै छ, त्यस्तो नराम्रो छैन। अब अफरोडमा चाहिँ अलिकति गाह्रो त भइ नै हाल्छ, तर यतिको अफरोड पनि ठिकै छ होइन। यो ग्राभेल साभेल हुनुभन्दा त यतिको अफरोड इज पर्फेक्ट। हामी चाहिँ सैलुङ घुम्छौँ होइन। अनि सैलुङ घुमिसके पछाडि अब टाइमले कता कता लान्छ त्यता त्यता गर्दै टक्क मुडे खरीढुङ्गा पनि घुम्दै भोलिसम्ममा चाहिँ काठमाडौँ पुगिसक्छौँ। तर बाटो चाहिँ अलि अफरोड नै छ। यदि एक्सपिरियन्स हुनुहुन्न भने चाहिँ सिङ्गल लोड नै प्रिफर गर्नु होला। अनि पब्लिक भेहिकलहरूको पनि त्यति धेरै एक्सेस चाहिँ छैन। आफ्नै भेहिकल अथवा चाहिँ रिजर्भमा जानुपर्ने हुन्छ सैलुङ। कता जानुभयो? ए खाजा पाउँछ? हजुर हो। सैलुङ जाने त यही नै हो नि होइन? अब कति टाइम लाग्छ होला? दुई घन्टा लाग्छ अझै? ए यही डाँडा परको त्यो गुम्बा देखेको हो? ए ए ए त्यो परको सानो सानो गुम्बा देखेको छ नि, त्यही डाँडा हो। हजुर त्यहाँ माथि पाउँछ होला नि होइन? बजार जस्तो रहेछ। ए बजार त्यहाँ रहेछ, त्यहीँ पाइन्छ। ए ऊ त्यो बजार चाहिँ के बजार हो नि? ए गाल्पा बजार भनेपछि सैलुङ चाहिँ ऊ त्यो गुम्बा पऱ्यो नि त। हजुर हजुर। ए गाल्पामा चाहिँ पाउँछ कि? ए हस्, धन्यवाद। ल सो हामी चाहिँ खाजा खानको लागि गाल्पामा रोकेका थियौँ। पिपुल आर सो काइन्ड, हेल्पफुल होइन। गाउँमा चाहिँ त्यो एउटा भाइब्सहरू
छुट्टै आनन्दहरू चाहिँ पाउँछ गाउँको मान्छेहरूसँग इन्टरेक्ट गर्दाखेरि। गाडी हिँडिरहेको देखेको छ त क्यामेरामा? देखिएको छ। कहाँ देख्नुभयो खै त? हो हजुरको आँखा त तेजिलो रहेछ है। ढिँडो लोकल कुखुरा के कुखुरा हो यहीँ गएर खाइदिनु हो। सुन चाँदीको छ हजुर। खाजा सेट चिकन विङ्स। ल दाइ खाजा के पाउँछ होला? खाजा के पाउँछ? हुन्छ त्यही मोमो खाऊँ न त होइन? मोमो तयारी छ अरे अरू के हुन्छ बस्नु नि। ए नेटवर्क चाहिँ दिने रहेछ है दाइ? उता सैलुङतिर एमसेल मात्रै? ए सैलुङ पुग्न कति लाग्छ दाइ अब यहाँबाट? 2 घन्टा? ए ओके। दोरम्बा चाहिँ कुन जिल्ला पर्छ? रामेछाप नै हो। रामेछापै हो? रामेछाप नै पर्छ। सुनापाती दोरम्बा अनि त्यसपछि गोकुल उता गोकुलगङ्गा पर्छ होला दोरम्बाको सिमानामा। ए खाडादेवी सुनापाती अब दोरम्बा। दोरम्बा अनि यो सुनापति ए यो खाडादेवी हो कि यो चाहिँ सुनापति यो खाडादेवी यही हो। अब हामी यता जानु पर्यो होइन? अब तपाईँहरू त जाने चाहिँ कहाँ जाने? सैलुङ जाने त यहाँ मुनिबाट यो तलको चोकबाट यतै गयो भने त काठमाडौँ होइन? यताबाट काठमाडौँ यताबाट त दोलालघाट यताबाट गयो भने नेपालको निस्किन्छ। ओइ ओइ नडराइबस्नु ल हुन्छ नि। हजुर डराइसक्नु हो सरी भन्छु है म। यति त उफ्रिनै पर्यो होइन? यति पनि उफ्रिनै पर्यो यति पनि उफ्रिनै पर्यो। वा ल एडभेन्चर भनेको के हो ल ल हामी राइडर त होइन तै पनि अब राइड हान्नै पर्ने हो यो बाटोमा। वाउ हामी कहाँ पुग्यौँ? हाम्रो दुनियाँ कहाँ हो? ठिक छ नि? ओहो रोड त नाजुक ठाउँमा आइपुग्यो त हामी त। रोड चाहिँ खतरै छ। बुइ नि त हामी कुन बाटोबाट हेरिरहेको थियौँ कि यो त होइन होला है? उता परबाट परबाट हेरेर हजुर। जाउँ है ढिला नरौँ रात पर्छ फेरि। वाउ रमाइलो मलाई त एकदम रमाइलो लाग्यो है हजुर। सैलुङ हो त्यो गुम्बा हेर्नु त कति टाढा छ है हजुर। ए यो दोरम्बा प्राथमिक अस्पताल दोरम्बा 3 रामेछाप बागमती नेपाल। ओके अनि मैले अलिकति स्पिड नि बढाएँ किन भन्दाखेरि अलिक टाढो छ बाटो होइन त त्यही कारणले गर्दाखेरि। हामीले सैलुङ जाने बस होला होइन यो लगभग? कति ढिलो हिँडेको है बस त भेट्यो त। यो बस आइसकेपछि नि हामी खाजा खाँदा ओर्दा आधी घन्टा 40 मिनट त बसेन। ओहो हामीलाई जान दिने हो? ओके 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 धन्यवाद। फाइनल्ली हामी चाहिँ सैलुङ पुग्न लागिसकेका छौँ। यहाँबाट यो एकचोटि चाहिँ एक भ्यू चाहिँ हेर्नुपर्छ होला हौ ल। 1 डाँडा 2 3 4 5 6वटा पहाड चढेर यहाँ आइपुग्यौँ क्या होइन? उताको पहाड गर्दाखेरि त कहाँ उता त कता हो कता तर यो पहाड गर्ने भने चाहिँ 1 2 3 4 5 6वटा हजुर 6वटा पहाड माथि छौँ क्या हामी। भनेपछि बाटो चाहिँ अलिकति अफरोड छ। हाम्रो होटल बुक छैन आज चाहिँ हामी होटलमा पुगेर बस्छौँ मात्रै किन भन्दा अलिक थकाइ पनि लागिरहेको छ। अब घुम्ने टाइम पनि त छैन नि अब होइन? यहाँबाट त सैलुङ त भोलि त हिँडेर जाने हो? ए ऊ त्यो
थुम्का थुम्का हिँडेर जान्थे मान्छेहरू कता कता हो यहाँनिर केही एउटा इन्फर्मेसन लिनुपर्छ होला सायद होइन माथि होटल छ कि छैन सोध्नु पर्यो ए हो यहाँबाट त रोडै सक्यो त होइन के छ रोड हेर्नु त रोड सकिएकै हो त इनसम्म गएर आऊँ न त ओहो सैलुङमा चाहिँ अनफर्चुनेटली नेटवर्कको प्रब्लम छ अनि बस्नको लागि होमस्टे होटल्सहरूको पनि त्यति धेरै फेसिलिटी भएको अप्सनहरू चाहिँ तपाईँहरूले पाउनुहुन्न बट बेसिक कुराहरू चाहिँ अफकोर्स अभाइलेबल छ ल हामी चाहिँ ठ्याक्कै सैलुङ आइपुग्यौँ अनि यहाँबाट चाहिँ अब रोड इन भयो यहाँबाट चाहिँ सवारी साधन जाँदैन अनि यहाँबाट हल्का ट्रेक गरेर चाहिँ त्यो डाँडा पुगेर घुम्नुपर्छ अनि यतापट्टि चाहिँ यस्तो बबाल बबाल हिमाल देखिरहेको छ अहिले चाहिँ क्यामेराले क्याप्चर गर्न अलि सक्दैन होला त्यहाँनिर अलिकति हुस्सु लागेको छ यहाँ पनि अब बेलुकाको टाइम भयो अनि सैलुङमा चाहिँ यही नै हो बस्नको लागि होमस्टेहरू छ होला यहाँ सायद अब होमस्टे खोज्न चाहिँ हामी जान्छौँ होइन सुरुमा यहीँ सोधौँ सुरुमै रुम छ डबल बेड एट्याचवाला हो हुन्छ बाइक पार्किङ चाहिँ कता गरौँ ल यही बुक गरिदिनु नि त है त रुम नम्बर 1 बस्नु हुन्छ त ओहो ल साथीहरू होटलको चाहिँ अलिकति खरेडी नै रहेछ सोचे जस्तो चाहिँ रहन्छ है हेलो गुड मर्निङ फ्रम सैलुङ अहिले चाहिँ ठ्याक्कै बिहानको 5:08 भएको छ अनि हामी चाहिँ सनराइज हेर्नको लागि उकालो चढ्दैछौँ यस्तो अँध्यारो छ केही पनि देखिँदैन लेट्स गो टु सी ब्युटिफुल सनराइज फ्रम टप अफ द सैलुङ हिल हेलो गुड मर्निङ फ्रम सैलुङ अहिले चाहिँ भर्खरै सनराइज भएको छ देख्न सक्नुहुन्छ यसरी अनि यतापट्टि चाहिँ हिमालहरू मजाले देखिरहेको छ खुल्ने क्रमहरू पनि जारी भइरहेको छ वाउ कति राम्रो भ्यू अब म चाहिँ ठ्याक्कै अहिले गुम्बालाई चाहिँ राउन्ड गरिरहेको छु त्यो देखिरहेको मन्दिरबाट चाहिँ हामी हाइकिङ गरेर यो बाटो हुँदै चाहिँ यहाँ आउन सक्छौँ सैलुङ चाहिँ यही नै हो मलाई पहिलादेखि नै आउन मन लागिरहेको थियो फाइनल्ली आउने चाहिँ मौका मिल्यो र सनराइज पनि हेऱ्यो मेरो चाहिँ सनराइज फर्स्ट टाइम थियो तर एकदमै राम्रो देखिने रहेछ ट्याक्क त्यो घामको पहिलो अनुहार हेर्दा चाहिँ मैले आफूलाई एकदमै लक्की फिल गरेँ हिमाल चाहिँ यहाँबाट सुरु हुन्छ यहाँबाट हिमालले कभर गर्दै यहाँनिर देखिने सबै हिमालहरू यस्तो मजाले खुलिरहेको छ अनि यो ठाउँबाट चाहिँ हवाईजहाजहरू एरोप्लेनहरू चाहिँ उड्ने रुट रहेछ अहिले हामी बस्दा 4-5 वटा भन्दा बढी चाहिँ एरोप्लेनहरू उडिसकेको छ सो त्यही नै हो सैलुङ इज ब्युटिफुल तर अहिले चाहिँ अलिकति सुक्खा भएको कारणले हल्का ड्राई देखिरहेको छ ग्रिनरिजहरू आउँदाखेरि पनि यो सबै हरियो हुन्छ नि त त्यतिखेर पनि एकदमै बबाल देखिन्छ अब चाहिँ हामी भ्यू टावरबाट पनि अलिकति भ्यूहरू हेरौँ न त भ्यू टावर चाहिँ योभन्दा पछाडि रहेको छ 2टा टिकट
दोरम्बा सैलुङ डडुवा यो रामेछाप जिल्ला हो कि दोलखा हो अनि दोलखा पनि भन्छ त ए यो बिचमा पर्छ त्यो त्यही त रामेछाप हो कि दोलखा कन्फ्युज भयो ए साझा हो हस् धन्यवाद अघि ट्याक्कै सनराइज हेर्ने बेला चाहिँ भ्यू टावर ओपन भएको थिएन तर तलबाट पनि बबालै देखिरहेको थियो हामी चाहिँ जाँदैछौँ सैलुङको भ्यू टावरमाथि अलिकति अप्ठ्यारो छ है सिडी है अप्ठ्यारो छैन म त डर लागिरहेछ त डर लाग्यो ल हामी चाहिँ भ्यू टावरमाथि आइपुग्यौँ भ्यू टावरमा चाहिँ यस्तो यो मन्दिर छ है भ्यू टावरमाथि सो अनि भ्यू टावरबाट देखिने भ्यू चाहिँ यस्तो छ यहाँबाट सरर घुमेर हेर्दा चाहिँ सनराइज चाहिँ कभर्ड बाई बादल अहिले छैन फाइनल्ली हामीले चाहिँ अब लगभग सैलुङ घुमिसक्यौँ अहिले चाहिँ हामीसँग भ्यू टावरमा अनि सबै भ्यूहरू चाहिँ हामीले हेर्ने ट्राई गऱ्यौँ अब कतिको सक्सेस भयो त्यो त थाहा छैन तर एकदमै बवाल लाग्यो अनि सैलुङ चाहिँ यति धेरै फेमस पनि रहेछ यहाँ चाहिँ डिफ्रेन्ट प्लेसबाट चाहिँ टुरिस्टहरू आउनुभएको छ बिहानै यस्तो जाडोमा पनि सैलुङ प्रतिको मोह चाहिँ देखाइरहनु भएको छ सो ओभरअलमा सैलुङ चाहिँ एकदमै सुन्दर ठाउँ लाग्यो मलाई अनि व्हेन एभर यु हेभ टाइम एकचोटि चाहिँ भिजिट गर्नु होला